म माथि आएँ एउटा पनि फेरि मा पातल रोटेसन गर्छ तल्लो गरेर बिउ पुग्दैन भने नि होइन आइरहेछ नि होइन धान फलिरहेछ नि होइन एउटा रोपेर कन्टिन्यू ओइ जाने भए जाऊ यो हाम्रो नेपाली सेनाले खोलेको कृषि क्याम्पसमा भएका विद्यार्थीहरूद्वारा खेत रोप्ने कार्यक्रम भइरहेको छ आज र बिहान चाहिँ यो सिसम 6 भन्छन् यसलाई। अब यो भोलि परीक्षाको क्रममा भए पनि यो बावजुदलाई धेरै चाहिँ समयलाई चाहिँ खेर नफालिकन आज हामीले यो चाहिँ रोपाइको कार्यक्रम गरिराखेका छौँ। उहाँ हुनुहुन्छ हाम्रो गुरुजी हुनुहुन्छ, यतापट्टि चेलाहरू हुनुहुन्छ। गुरुले कसरी रोप्ने र के गरेर रोप्ने भन्ने बारे यहाँ भोलि इक्जाम हुँदैछ, त्यसको लागि यहाँ प्र्याक्टिकलको साथ हामीले काम गरिराखेका छौँ। तपाईहरुले पनि थाहा पाउनु होला कि कृषि क्याम्पसमा कसरी काम गर्दा रहेछन्, कसरी पढ्दा रहेछन्, के गर्दा रहेछन् भन्ने कुरा सबै हेर्नुस्। हाम्रो त्यो भने कृषि क्याम्पस हामी बसोबास गर्नको लागि बनाएको क्याम्पस हो। यो क्याम्पसमा हामी गएर भोलि पर्सि यस्तै रोपाइ गर्नुपर्छ, धान रोप्नुपर्छ, हामी प्रत्यक्ष लाइनमा छौँ। हामी यहाँ अहिले प्रत्यक्ष लाइनमा छौँ। हेर्नुस् यो प्रत्यक्ष प्रसारण हो। यो हेर्नुस्, यो ल हेर्नुस्, पारी मान्छेले राम हेरिराखेका छन्। हेर्नुस् यो प्रत्यक्ष प्रसारण पद्धतिबाट रोप्ने काम भइरहेछ। हेर्नुस् यो हाम्रो कृषि कलेजले चाहिँ यो थापा बगाले गाउँ भन्ने एरियामा किनेको खेत हो। यो करोडौँ पैसा लगाएर किनेको खेतमा यो 1 मुरी रोपेर 1000 मुरी फल्ने चाहिँ माटो भएको खेत हो। यो के पद्धति भन्नु यो एसआरआई पद्धति भन्ने यही हो। एसआरआई पद्धतिबाट हामी खेत रोपिरहेका छौँ। एसआरआई पद्धतिबाट हामी खेत रोपिराखेका छौँ होइन त सर? हो, ठ्याक्कै। तपाईँको भनाइ केही छ कि? मेरो भनाइ एकदम ठिक छ हजुर। ल अरू यो कसरी रोप्नु भयो? एसआरआई पद्धतिबाट अनि यो कति मुरी फल्छ? यो 101 मुरी ठ्याक्कै। ओहो, होइन तपाईँलाई यो कतिजना ज्यामीहरू लगाएका छन्, कति के लगाएका छन्, यो खेतमा धान कसरी चाहिँ रोप्नु भएको छ, के मोल हाल्नु भएको छ भन्नु न।